हामी अहिले यो कालिका नगरपालिकाको वडा नम्बर 6 मा हामी छौँ। यो कार्यालयमा यो परिसरमा यहाँ कालिका नगरपालिका वडा नम्बर 6 को कार्यालय अनि कालिका नगरपालिकाको कृषि शाखा यसैमा थियो, यही भवनमा थियो भने पल्लोपट्टि चाहिँ हामीले गत वर्षदेखि नै हामीले आँखा अस्पतालसँग समन्वय गरेर आँखा उपचार केन्द्र हामीले भरतपुर आँखा अस्पतालसँगको सहकार्यमा हामीले यहीँ स्थानीयलाई राम्रो होस् भन्ने उद्देश्यले चाहिँ हामीले चाहिँ सेवा प्रवाह गरेका थियौँ त्यहाँ। अब त्यो थियो भने यो अगाडिपट्टिको चाहिँ पशु शाखा जो कालिका नगरपालिकाको पशु शाखा चाहिँ यहीँबाट सञ्चालन थियो। हामी कालिका नगरपालिका को चाहिँ भवन निर्माणको अन्तिम चरणमा पुगेका थियौँ। हामीले अब आउने नौरथाको दिनलाई एउटा वास्तु अनुसार पनि नौरथाको दिनलाई चाहिँ दिन पारेर हामी त्यहाँ बस्दै गर्ने र ठेकदारसँगको कतिपय कुराहरू मिलिरहेको थिएन। ठेकदारसँगको कुराहरू मिलिसकेपछि उहाँहरूले हामीलाई भवन हस्तान्तरण गरिसकेपछि हामीले उहाँहरूलाई पेनाल्टीको प्रस्ताव गरेर चाहिँ त्यो म्याद थप्न सकिँदैन भनेका थियौँ भने उहाँले म्याद थप्नुपर्छ भन्ने जिकिर थियो र चाहिँ अब चाहिँ हामी नौरथामा हामी त्यहाँ बस्दै गर्ने र त्यसपछि दसैँ र तिहारको बिचमा चाहिँ भवन उद्घाटन गर्ने गरी हाम्रो तयारी थियो र यो सबै अरू कार्यालयहरू चाहिँ कृषि शाखा पशु शाखा चाहिँ त्यहीँ सर्ने तर्खरमा थियो। यहाँ चाहिँ विभिन्न यो जुटपानी गाविसको चाहिँ क्षेत्र भएको कारणले गर्दा यो जुटपानी गाविसको पञ्चायत कालदेखिकै यहाँ थुप्रै डकुमेन्टहरू थिए। यो यहाँको चाहिँ अवस्था यहाँको चाहिँ सम्पूर्ण डकुमेन्टहरू चाहिँ यो कालिका नगरपालिकाको जुटपानी साबिकको जुटपानी गाविसका सबै डकुमेन्टहरू चाहिँ जुन बेलाबाट पञ्चायत स्थापना भयो त्यो बेलादेखिको डकुमेन्टहरू चाहिँ सुरक्षित थिए। ती डकुमेन्टहरू पनि सबै भग्नावशेष र खरानीमा परिणत भएका छन् र जुटपानी गाविसको भवनमाबाट नै हामीले यो कार्यालयको सेवा दिइरहेका थियौँ। अहिलेको वडा नम्बर 6 को सेवाहरू यहीँबाट दिइरहेका थियौँ। त्यो पनि यो भवन पनि पूर्ण रूपमा पुरानो भवन, त्यसमाथि पनि आगलागी भएर सबै छेदविच्छेद र यो चाहिँ कुनै पनि एउटा चाहिँ चौको सुत्दा पनि यो काम नलाग्ने गरी सबै डढेर खरानी भएको छ। यसै गरी वडा नम्बर 1, 2, 3, 4 को बढी ध्वस्त छ, 1 को बढी ध्वस्त छ, 5 ध्वस्त छ अनि 6 यही भइहाल्यो, 7 को पनि अवस्था त्यस्तै छ, 8 को सबै ध्वस्त छन्। अब 9 मा ढुङ्गा हानेर त्यो चाहिँ ध्वस्त छ, आगलागी चाहिँ त्यहाँ हुन पाएको छैन। 10 र 11 चाहिँ हाम्रो कार्यालय सुरक्षित छ र नगरपालिकाको हामी जुन प्रशासकीय सेवा दिइरहेको नगरपालिका भवन चाहिँ हाम्रो चाहिँ त्यहाँ घरबेटीहरूले हात जोडेर अनय विनय गरेर त्यहाँ चाहिँ हाम्रा कुर्सीहरू चाहिँ अरू जलाए, फोटोहरू जलाए र अरू चाहिँ घरबेटीको अनुनय विनय र आग्रहमा चाहिँ त्यहाँ चाहिँ अरू डकुमेन्टहरू लगायत सम्पूर्ण सामग्रीहरू सबै सुरक्षित छन्। हामीले आज नै हामीले कार्यपालिकाको बैठक बसेर सेवालाई सुचारू गर्ने र व्यवस्थित गर्ने र जुन जस्तो अवस्था छ त्यो अवस्थालाई लिएर सेवाग्राहीलाई कति पनि असर नपरोस्, कति पनि सेवाग्राहीले सेवा पाइन भन्ने महसुस नहोस् भन्ने उद्देश्यले हामीले आजैबाट हामीले चाहिँ सेवा सुचारू गरिसकेका छौँ। साथै कतिपय डकुमेन्टहरू नभएका कार्यालयहरूमा चाहिँ डकुमेन्टहरू नभए पनि दिन मिल्ने कागजातका सिफारिसहरू जस्तै कतिपय स्वास्थ्यका सिफारिसहरू हामीले हिजो अस्तिदेखि नै गरिरहेछौँ। त्यसलाई हामीले दिनरात अथवा यो बार उबार पनि भनेका छैनौँ, हामीले गरिरहेछौँ भने अब आजदेखि चाहिँ अब यो चाहिँ हामीसँग भएका मौजुदा भएका कम्प्युटर प्रिन्टर लगायतको चाहिँ एक थान उपलब्ध गराउने र चाहिँ अरू वडामा भएकोलाई पनि त्यसलाई चाहिँ बाँड्ने मिलाउने र तत्कालको लागि चाहिँ काम चलाउ गराउने गरी सेवा सुचारू गर्ने तयारी गरिरहेछौँ। अब अध्यक्षज्यूहरू कतिपय बस्ने कुर्सी छैन, ठाउँ छैन, केही छैन, तर जुन अवस्था छ चौतारीमा बसेर हुन्छ कि प्रतीक्षालयमा बसेर हुन्छ कि अथवा बाहिर नै चाहिँ चौरमा बसेर हुन्छ सेवा दिनको लागि हामीले भनिसकेका छौँ र वडा अध्यक्षज्यूहरू जहाँबाट मिल्छ त्यहाँबाट सेवा दिनको लागि पनि तयार भइरहनु भएको छ। कर्मचारी साथीहरू पनि आफ्नो काममा खटिसक्नु भएको छ, सरसफाइमा पनि लागिराख्नु भएको छ। हामी यो चाहिँ भौतिक क्षतिको हामी पुनर्मूल्याङ्कन अथवा के छ अवस्था, कति क्षति भयो भन्ने कुराको कुनै यकिन अहिलेसम्म हामीसँग चाहिँ त्यही डाटाहरू हामीले लिन सकिरहेको छैनौँ। गाडी चाहिँ हाम्रो 3टा गाडी ध्वस्त छन्, नगरपालिकामा 3टा गाडी ध्वस्त छ। त्यसपछि गएर 3टा गाडीमा चाहिँ अर्को चाहिँ ग्रेडरमा सिसाहरू फुटेछ।
टिप्परको सिसा फुटेको छ, बोलेरोको सिसा फुटेको छ, अर्को चाहिँ जेसिबीको सिसा फुटेको छ र कुनै केही त्यो अहिले चाहिँ तत्काल काम लगाउन सक्ने अवस्था भएको अवस्था छैन र 3टा गाडी त खरानी नै भएको छ र अस्ति पन्जार मात्रै बाँकी छ। तपाईँ देख्न सक्नुहुन्छ सबै यो अहिले देख्नुभएको दराज यो काठ यो यिनीहरू यो ग्रिलहरू यो अवस्थाको जस्तो हो त्यो अवस्थाको छ। र अर्को कुरा भनेको हाम्रोसँग महिला सञ्जाल भनेर जुन विगतमा चाहिँ जिल्ला विकास समिति हुँदादेखि नै त्यो चाहिँ एउटा महिला सञ्जाल भवन बनेको थियो त्यतिखेर तत्कालीन पदमपुर गाविसमा। त्यो पदमपुर गाविसमा बनेको महिला सञ्जाल भवन पछि कालिका नगरपालिका भइसकेपछि पूर्वाधार निर्माण सम्पन्न भइसकेको थिएन। तत्कालीन नगर प्रमुखले पनि त्यसलाई अगाडि बढाउनु भयो र चाहिँ बन्यो र अहिले पछिल्लो चरण हामीले त्यसलाई ठुलो मेहनत गरेर परिश्रम गरेर एउटा राम्रो हामीले सभा हलको रूपमा चाहिँ हामीले विकास गरेका थियौँ र हामीले त्यसलाई एसी राख्ने त्यो बनाउने गरेका थियौँ। त्यो अब त्यो चाहिँ कुनै पनि कुरा तपाईँको त्यहाँ गएर हेर्दाखेरि एउटा प्रकारको चाहिँ तपाईँको यही वडामा आएर हेर्दा हृदय विदारक छ। यो नागरिकले आफ्नो पैसा करले तिरेको जुन खालको एउटा चाहिँ जनताले तिरेको कर तिरेको केका लागि उहाँहरूले यो फुटाउनु भयो, केका लागि चाहिँ यसलाई डढाउनु भयो त यो जसले डढाउनु भयो जसले फुटाउनु भयो उहाँहरूले नै उत्तर दिनु होला। तर हामी चाहिँ वास्तवमा भाव विभोर छौँ। यो कालिका नगरपालिकाले बालमैत्री नगरपालिका घोषणा गर्ने कृषि कार्य पशुपालनदेखि लिएर गएर स्वास्थ्य शिक्षा पूर्वाधार निर्माण खानेपानी लगायत हामीले नयाँ खालको एउटा गोरेटो कोरेर हामी एउटा हिँड्ने प्रयास जुन गरिरहेका थियौँ सबै चिजहरूमा चाहिँ बिथल्ने गरी अझ त्यसमाथि पनि भूमिहीन सुकुम्बासीहरूको समस्या समाधानको लागि अफिस नै खडा गरेर महिला सञ्जाल भवनमा हामीले एउटा कार्यालय सञ्चालन गरेर त्यसलाई काम तीव्र रूपमा अगाडि बढाएर गइसकेको थियो। दलित सुकुम्बासी भूमिहीन सुकुम्बासीहरूको लागि करिब चाहिँ 265 जना उहाँहरूको चाहिँ लगत सङ्कलन गरेर अब प्रक्रियाहरू अगाडि बढाउने भनेर 3 नम्बर वडाबाट चाहिँ मुचुल्काहरू सहितको अगाडि बढिसकेको थियो। ती कामहरू पनि सबै कागजपत्रहरू सबै डकुमेन्टहरू सबै नष्ट ध्वस्त छन्। त्यति मात्र नभइकन मेरो व्यक्तिगत रूपमा मेरो घर मेरो आफ्नो पैतृक सम्पत्ति त्यो पनि ध्वस्त, उपप्रमुखको चाहिँ व्यक्तिगत घर त्यहाँ पनि त्यो ध्वस्त भनेपछि यो सबै संरचनाहरू वडाध्यक्षहरू सबै लुकेर भागेर बाँच्नुपर्ने र यो सबै चाहिँ चिजहरू जुन खालको अवस्था छ यो हामी अहिले यो अवस्थामा गुज्रिरहेका छौँ। तर पनि हामी म कालिका नगरवासीलाई म हार्दिक आह्वान र अनुरोध गर्न चाहन्छु तपाईहरू कति पनि विचलित नहुनुहोस्। हामी पनि यो खालको विक्षिप्त मानसिकतामा थियौँ। हामी आफूलाई पनि सम्हाल्दै समृद्ध कालिका सुखी कालिकावासीको नारा हामी छोड्ने छैनौँ र हामी हाम्रो पालामा हामीले गर्न सकिने विषयमा हामीले सम्बोधन गर्दै कामहरूलाई अगाडि बढाउनेछौँ र अरू कुराहरू तपाईहरूसँग सूचना तपाईहरूसँग भएका कुराहरू म पनि अरू चाहिँ के भन्न चाहन्छु भने अहिले हाम्रो कसैसँग पनि हाम्रो आग्रह पूर्वाग्रह पनि छैन। जुन खालको हामी भाव विभोर जुन खालको हामी अवस्थामा छौँ यसलाई हामीलाई यो जुन खालको हामीलाई शोक एक प्रकारको हामीलाई चाहिँ अवस्था परेको छ यसलाई चाहिँ अझ हामीले चाहिँ पुनर्निर्माणमा चाहिँ शक्ति नै देखाएर अथवा हाम्रा भएका बजेट हाम्रा भएका व्यवस्थापन हाम्रासँग भएका चाहिँ मौजुदा चाहिँ हामीसँग भएका चाहिँ डकुमेन्ट यी विषयहरूलाई जोडेर कालिका नगरपालिकाको नागरिकलाई यहाँका आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूको लागि चाहिँ हामीले के सेवा दिनुपर्छ त्यसको लागि लागिरहेछौँ। मलाई लाग्छ त हामी जति दुःखी छौँ हाम्रा आँखाहरू जसै टिलपिलाइरहेका छन् तपाईहरूका पनि आँखा टिलपिलाइरहेका होलान्। यत्रा विधि यत्रा यो संरचनाहरू ध्वस्त हुँदा वास्तवमा हामी एउटा खालको पीडामा त छौँ तर हामी यो पीडालाई चाहिँ छिरेर हामी अगाडि बढ्छौँ। 3टा कार्यालय तपाईँ पुनर्निर्माण गर्नुपर्ने छ यो देखिहाल्नुभयो। यो कुनै बस्न सक्ने अवस्था छैन। हाम्रो यति क्षति छ भन्ने कुराको विवरण 1-2 दिनमा आउँछ। अहिले मैले यति भएको छ उति भएको छ भनेर भन्दा तपाईँको नाङ्गो आँखाले पनि देख्नु भएको छ। 4 नम्बर वडा कार्यालय ध्वस्त छ त्यो टोटल ध्वस्त छ। कति लाग्छ एउटा कार्यालय निर्माण गर्न बनाउन भित्र भएको सामग्रीहरूलाई तपाईँ आफै सोच्नुहोस्। 1 नम्बरको पुरो टोटल ध्वस्त छ। 6 नम्बरको सबै 3-4 वटा कार्यालय सबै ध्वस्त छ। यो अवस्थाहरू अब अहिले हामीले यति नै हो भनेर अनुमान गर्न सकिँदैन। हामीलाई लाग्छ हाम्रो कालिका नगरपालिकामा पनि ठुलो रकम चाहिँ लाग्ने गरी चाहिँ ध्वस्त भएको छ र ठुलो क्षति भएको छ। म अहिले यति नै भन्न चाहन्छु। हस्, धन्यवाद।